कुशल बधाई छ एक्स्ट्रा टेक ओभर लकी कि म लकी दुवै भनौँ अहिलेलाई आज अब जुन प्रकारको इनिङ रह्यो होइन फेरि आउनु भएको छ र फेरि अर्को एउटा हाफ सेन्चुरी पनि देख्यौँ कसरी सम्झिन चाहनुहुन्छ आफ्नो इनिङलाई अफकोर्स जसरी जुन टिमले खोजिरहेको हुन्छ ओपनिङ स्ट्याङ होइन जो अमित अग्रवाल मेरो 120 को भएको थियो त्यो देखेर धेरै खुसी छौँ हामी होइन एज अ ओपनिङ प्लेयर सो यो ग्राउन्डको कुरा गर्नुपर्दा रमाइलो लाग्छ मलाई यहाँ आउन पनि जहिले पनि होइन अब जहिले पनि आएर यहाँ ब्याटिङ गर्न यहाँको इन्भाइरोमेन्टहरू लिएर यहाँको क्राउडहरू लिएर चाहिँ खुसी लाग्छ सो इन्जोय गरिरहेको छु यो ग्राउन्डमा चाहिँ पर्फर्मेन्सहरू अब आज अस्ति सेन्चुरीको लागि सायद थिएन भन्नुहुन्थ्यो तर आज त एकदमै क्लोज पनि पुगिसक्नु भएको थियो एकदमै निराश पनि हुनुहुन्थ्यो के थियो त्यतिखेर चाहिँ सेन्चुरी चाहिरहेछ मलाई इन्डिभिजुअली नै चाहिरहेछ टु बी अनेस्ट होइन त्यो म मिस गरिरहेको छु लास्ट 2-3 म्याचदेखि जुन म स्टार्ट पाइरहेको छु त्यो मिस गर्दा अलिकति स्याड चाहिँ भइरहेको छ होइन त्यो भन्दा भन्दै पनि अब जस्ट 80-90 रन टिमको लागि भाइटल थियो जस्तो लाग्छ अब आज अलिकति क्रुसियल इनिङ पनि रह्यो तपाईँको भनौँ एट द एन्ड होइन बलिङबाट पनि एकदमै राम्रो गर्दै हुनुहुन्छ बलिङको पर्सपेक्टिभ चाहिँ के छ ब्याटिङबाट त हामीले देखिसक्यौँ बलिङलाई चाहिँ कसरी सम्झिनुहुन्छ त्यही अब इम्प्रुभ गरिरहेको छु डे बाई डे अब जसरी टिमले ट्रस्ट गरिरहेको छ मलाई जुन एज अ बलर पनि खेलाइरहेको छ जसरी एज अ लेग स्पिनर यस्तो स्पिन विकेटहरूमा काम लाग्छ भने जसरी खेलाइरहेको छ दिपीले जसरी चेन्जहरू लिइरहेको छ होइन सो अब टिमको लागि प्लस पोइन्ट हो होइन त्यो अब त्यसमा वर्क गरिरहेको छु म चाहिँ आगामी खेलको लागि धेरै धेरै शुभकामना यो फर्म कन्टिन्यू रहोस् शुभकामना धन्यवाद